संविधान संशोधन गर्नेमा 60 आउनु पर्यो, 60 भन्दा माथि आउनु पर्यो। जस्तो अलिकति बढी नै आउनु पर्यो। अनि उनीहरूको त अब सबै पार्टी उनीहरू पुरानै पार्टी हुन्छ, कोही झोले हुन्छ, कोही के हुन्छ, कोही समानुपातिकबाट उनीहरू जालझेल गरेर जितेर उ गरेर हुन्छ नि त होइन। त्यो सम्भवले धेरै सिद्धो के अरे संसदले के अरे संविधान संशोधन गर्नुपर्छ भनेर धेरै मत ल्याए अरे ल होइन। सपोज मानौँ धेरै 1-2%, 5-6% धेरै मत ल्याए अरे होइन। तल्लोको संसदबाट त्यो पास भयो फेरि, त्यहीबाट माथिको संसदमा जान्छ, राष्ट्रिय सभामा जान्छ। तलबाट जितेपछि अनि माथि जान्छ त्यो सिफारिस। अनि त्यसपछि माथिबाट त अब सबै केपी ओली र प्रचण्ड माओवादी काङ्ग्रेस र एमालेको मात्रै छन्, तलको त कोही पनि छैन। अनि त्यसपछि त्यहाँबाट ठाडै त्यहाँबाट त अनि हुँदै हुँदैन, कसैले सक्दैन। त्यही संविधानकै हिसाबले चल्छ त नेपालको कानुन। संविधानकै हिसाबले त संविधान भनेको के हो भने संविधान भनेको सरकारको के भन्छ, संविधान भनेको राज्य सञ्चालन गर्ने मूल कानुन भनेको संविधान हो भनेको। यो त माछिक्ने अब त आशै मर्न थाल्यो भाइ मेजी। संविधान संशोधन त्यो त अब नसोचे नि हुन्छ। अब के गर्नु पर्यो भने त्यही हो, देश विकास गर्नु पर्यो। अब त्यसलाई कसरी आफ्नो स्वतन्त्र मान्छेलाई अगाडि बढाउनु पर्यो कि यो पार्टीको झोले त्यसलाई अगाडि तर छैन नि त भाइ मेजी। अब नेपालको संविधान कुनै गर्नु भने कि पहिला जस्तो आन्दोलन गरेर सरकार ढाल्नु पर्यो होइन, जो एमाले काङ्ग्रेस माओवादीको। अहिले त्यति बेला चान्स थियो कि जिम्मेहरूको बुद्धि पुरानो अस्ति बहुत अस्ति मजाले चान्स थियो नि मेजी। राजा ल्याएर राख्छु भन्ने पनि चान्स थियो 100%। त्यसपछि यो संविधान यही मेजी उयोले गर्दा के गुरुङ छ नि माछिक्ने। हामी मान्दैनौँ, हामी यो संविधान मान्दैनौँ, हामी नयाँ संविधान बनाउँछौँ, अहिले चाहिँ अल्टरनेट संविधान जारी गर्छौँ भनेर संविधानै खारेज गरिदिनु पर्ने कि त्यो त्यति बेलै खारेज गरिदिएको थियो, ढुक्कै हुन्थ्यो मान्छेको। कि त्यो कि त राष्ट्रपतिलाई थर्काएर भयो नि, जे गरेर भयो नि, संविधान खारेज गर्नु। यो मुजीहरू मिलेको छ नि त है। यो सुड्डी पनि पुरानैको उयोहरूसँग मिलेको छ माछिक्ने। मिलेकै हो नि, नत्र त मैले त्यो योभन्दा अगाडि त मैले त्यसको नाम पनि सुनेको थिइनँ हो भाइ मुजी। त्यो त न्यायाधीश त हो, त्यसको इन्टरभ्यू हेरेर आएको थिएँ मैले त 81 आई चिक्ने खोली त्यही अब कसले सल्लाह गरे मैले त्यसलाई राख्थेँ रन्डीको भन्दा। जो वार्ता गर्न गए नि त्यो वार्ता गुरुङ माछिक्ने होइन, कुरा बिगार्ने गुरुङै हो क्या मुजी। बालेनले अब अगाडि बढ्न चाहेन। बालेन अब हर्के त आउन त आएकै हो, उसले त पुरै मलिन्छ भनेर आएको हो नि मुजी। हर्के चाहिँ आएको हो होइन, उसको नि अब उसको दायित्व अर्को छुट्टै छ। उसको चाहिँ अब यो जात जातिहरू भिडाउने मङ्गोलीसँग छुट्याउने कुरा हो। के गर्छ उनीहरू चाहिँ यो भिडाउने अहिले पनि उसको उद्देश्य भनेको त्यही हो। अनि मङ्गोलियन र उयो छुट्याउने गुरुङ तामाङ मगर राई लिम्बू उनीहरूको चाहिँ हर्केको उसकै सपोर्टमा रे, बाहुन छेत्रीहरू चाहिँ अर्को बाहुन छेत्री अर्को गर्ने पक्षमा छ त्यो अहिले पनि होइन। अहिले त हर्केको पार्टी पनि छ गरे त हामी त्यसको पनि पो छ त, त्यसको पनि भोट आउँछ त हामी धरानमा मात्रै, तर धरानमा मात्रै आउँछ भाइ त्यो बेसी त होइन। त्यसलाई त नदिएकै ठिक हो भाइ माछिक्ने। त्यसले अलिकति त काटिन्छ, त्यो मान्छेले डुबाउँछ कसम मुजी। भेड छ कि होइन, आँटिलो छ होइन, तर धेरै त्यो पागलपन पनि त गर्नु भएन नि त। हिम्मत त ठिकै हो, तर धेरै पनि त गर्नु भएन नि त भाइ। जति सहन सकिन्छ त्यति पो गर्नु त। त्यही त अब उसँग न भिजन छ होइन, उसलाई सरकार कसरी चल्छ भनेर उसलाई थाहा नै छैन जस्तो लाग्छ नि त बेला त। महानगर त राम्रोसँग चलाउन सकेको छैन,
त्यही अब देशभर त श्रमदान गर्न त भएन नि त मैले अब कूटनीतिक सम्बन्ध गर्नु पर्यो रे के भन्छ अरे उत्तर कोरिया साउथ कोरियासँग साउथ एन्ड नर्थ कोरियासँग कूटनीतिक सम्बन्ध राम्रो बनाउनु पर्यो आफ्नो सेनाहरू बलियो बनाउनु पर्यो भनेर गयो भने के त्यहाँ गएर चाहिँ के ढुङ्गा बोकेर गर्ने हो र त्यही त बिरुवा रोपेर गर्ने हो र होइन सामान छ अहिले त आधुनिक सामानहरू धेरै छ आधुनिक सामानहरू छ नभएको त्यसलाई पनि त युज गर्नु पर्यो नि त भाइ बुझी अब त्यो युटिलाइज गर्नु त्यही त सामान छ अनि मुजी के अरे डोजर छ अनि बेल्चा हालेर त भएन नि त मुजी डोजर त ख्याल लागेर गयो नि त फेरि मान्छे डोजर साइडमा राखेको छ मान्छे बेठिक त होइन ठिकै हो तर अलिकति भेडो भयो क्या बुझी कति रे 24 घन्टामा 100 कति 60 कतिवटा पोस्ट 60वटा पोस्ट हालेर बेला त्यो यो सुड्डीले नि म गर्छु भनेर आँट्दिन के कुन सुड्डीले यो अहिलेको सुड्डीले सुशीले त्यसले चाहिँ के गर्न सक्छ र मुजी त्यसले के गर्छ र अनि एकचोटि न्यायाधीश भएको मान्छेले कुनै पनि सरकारी पदमा उम्मेदवारी दिन चाहन नपाउने नियम छ नि त संविधानमा राखे नि त तर उनीहरूले राख्यो होइन यो हाम्रो संविधानको मतलब होइन यसलाई चाहिँ प्रधानमन्त्री बनाउने हामी भनेर जनताले त कहिले भनिरहेको नि त अनि उसले त्यति बेला भन्न सक्नु पर्थ्यो नि त म संविधान त्यागेर आएको हो मैले यो धारा चाहिँ मैले निलम्बन गर्छु केही महिनाको केही वर्ष चुनाव मलाई मैले यो निलम्बन गरेर भनेर राष्ट्रपतिलाई दबाब दिने जति पनि यो निर्वाचन प्रणाली छ नि यो इलेक्सन सिस्टम त्यसलाई चाहिँ डाइरेक्ट खारेज निलम्बन डाइरेक्ट निर्वाचित निलम्बन गरेर अनि यसरी डाइरेक्ट इलेक्टेड प्रधानमन्त्री छान्न पाउने इलेक्सन भनेर राख्दै भए ढुक्कै हुन्थ्यो मान्छे कसम जसले जित्यो त्यसले सरकार चलाउँथ्यो मजाले चलाउँथ्यो अनि होइन नि त सुड्डी त डाइरेक्ट तिनीहरूकै पछ्यामा छ त अनि मान्छेले त्यसले कसरी गर्छ त नि मुजी सुड्डीलाई निकाल्ने नै तिनीहरू हो क्या भाइ मुजी यो 3टा बुढाहरू हुन् मुजी 3टामा एउटा हो मुजी त्यही त होइन गर्न नसक्ने त होइन नि त मुजी सुड्डीलाई अब उसले संविधानको हिसाबले ऊ गएको छैन भने त उसले अलिकति केही गर्न सक्थ्यो नि त सबैले मागिरहेकै थिए मागेको कुरा त पुर्याउन त सक्थ्यो नि त यो चिक्ने विदेशमा भएको नागरिकले भोट हाल्न पाउने पनि पुर्याउन सक्थ्यो होइन हुनसक्छ त्यही त अनि डाइरेक्ट इलेक्टेड पनि हुन सक्थ्यो तर मुजीले चाहिन नि त रन्डीले चिक्ने तर यो गणतन्त्र राम्रो त राम्रो हो समानुपातिकबाट छान्ने पनि राम्रो होइन तर यो अवस्थामा त अहिले ठिक छैन नि त भाइ अहिलेको यो कति 2065 66 76 सालदेखि यो अहिलेको अवस्थामा त त्यो त ठिक छैन नि त जसरी जित्ने पहिले नत्र अरू देशमा हेर्नु न अमेरिकामा हेर्नु प्रधानमन्त्री अनि उता फ्रान्समा हेर्नु जति पनि रिपब्लिक उसमा छ नि प्रधानमन्त्री छ नि त्यसरी नै जसरी नेपालमा हुन्छ त्यसरी नै छान्छ त्यहाँ पनि त्यहाँको मान्छेहरू कस्तो पार्टीहरू पनि राम्रो पार्टी छ उनीहरूको भिजनकै छ मेरो देश कसरी अगाडि बढाउने आफ्नो परिवारलाई अगाडि बढाउने होइन क्या देशलाई अगाडि बढाउने सोच छ नि त अरू देशसँग कम्पिटिसन गर्ने कसरी गर्ने भनेर उनीहरूले त्यस्तो भिजन एक्सप्लेन गर्छ कि जनताको सामु होइन जनतालाई कति सुविधा दिने अब फरिजन जस्तै फरिजन स्टुडेन्टहरूलाई कस्तो सुविधा दिने कतिलाई स्कलरसिप दिने उनीहरूको पहिल्यै चुनाव जित्नभन्दा अगाडि नै त्यो मागहरू यो गर्छु भनेर उनीहरूले जितेर आउँछ त्यो 5 वर्ष नपुग्दैन पुरा गरेर अनि यहाँ त भाषण दिने मात्रै छ नि त मान्छे के अरे सबै के प्रचण्डको भाषण त्यो केपी ओलीको भाषण देखाएको थियो रन्डीको घर घरमा ग्यासको पाइप पूर्वदेखि पश्चिमसम्म रेल यो प्रोजेक्ट होइन यो काठमाडौँमा मेलम्चीको पानी ल्याउने प्रोजेक्ट राजा वीरेन्द्रको 2000
35-36 सालदेखि नै प्रोजेक्ट भएको होइन, प्रोजेक्टको प्लानिङ भएको होइन, प्लानिङ भएको हो 35-36 देखि सालदेखि। त्यत्रो अगाडिदेखि हो। के कारणले हुन सक्छ, जस्तै यो आन्दोलन कहिले 10 वर्ष आन्दोलन त्यसले चाहिँ हुन सकेन होइन। तर त्यसैको उसको लागि सहयोगको लागि राजा चीनमा गएको 10 दिने भ्रमण, यहाँबाट फर्केको कति 15 दिनमा फुलित्तै त्यसपछि सकिहाल्यो। तर राम्रो काम गर्ने मान्छेहरू अलिक कमै बाँच्छन्। पछि अहिले साँच्चै नै बुझी धेरै छ अहिलेको सिस्टम होइन, पहिलाको भन्दा नि अलि डेन्जर छ कि यो भू राजनीतिक जियो पोलिटिक्स छ नि जति पनि अहिले हेर्नु एनजिओ होइन, जियो पोलिटिक्स कौन सा जियो पोलिटिक्स होइन, भू राजनीतिक के। अब अहिले हेर्नु दुबई र साउदीको कस्तो टक्कर पऱ्यो केमा, अहिले नि कम्पिटिसन पऱ्यो होइन त, कसले राम्रो हानाले परेको छ, हाना पनि पर्न लाग्यो स्थिति कहाँको साउदी र दुबईको। किन हामी जान्नु भने के कारण हुन त केही इस्युज होला नि, कोही बडर इस्यु होला, मिलिट्री साउदीको मिलिट्री त अलिक ठिकै छ होइन, दुबईको युएको त छैन त मिलिट्री पावर नै। यिनीहरूसँग त परमाणु हतियार त छैन होइन, यिनीहरूलाई त फेरि अरू देशले उगार्ने होइन नि, युरोपियन कन्ट्रीहरू कति सबै यो देश जति पनि छन् नि, जस्तो इन्डियाले भुटानलाई कसरी राखेछ, उनीहरू सरकार उनीहरू चलाओस् जेसुकै गरोस्, उनीहरूको गर्नुले त्यो उनीहरूको देश जसरी चलाओस्, तर मिलिट्री पावर चाहिँ इन्डियाले युज गर्यो, त्यस्तो साइन गरेछ। चाइना छिर्न दिएको छैन, चाइना छिर्न भने फेरि इन्डिया सबै गयो नि त। त्यहाँ त आर्मी त इन्डिया राखेको नि त भुटान हो र, आर्मी राखेको इन्डियन आर्मी लडेर राखेछ बोर्डर। भुटान नि नेपाली चल्छ नि, नेपाली छ नि, पहिला भुटानी नेपालकै त हो नि, त्यही त नेपाली नै चल्छ कि प्रायः। अस्ति नै मैले बसमा एउटा केटी पनि भेटाएको थिएँ, भुटान नै नेपालमा कति स्वरमा गीत गाउनुहुन्छ। जियो पोलिटिक्स भनेको त्यो बुझ्नु राम्रो, बुझ्नु पर्छ। अहिले इन्डिया नेपाल बङ्गलादेश त्यो बिचको कोरिडोर छ नि, यो सिलिगुडीको त्यसमा कस्तो साँच्चै बङ्गलादेशको एउटा केटाले उठाएको रहेछ नि, त्यहाँदेखि उता सबै नेपाललाई वास्तै छैन होइन। त्यो कुनै पनि देशले इन्डिया बङ्गलादेश र चाइनाको सपोर्टले त्यो मात्र बन्द गरिदियो भने इन्डिया त आदि पुच्छारे काटिन्छ। हुन त पहिला बङ्गलादेशकै रहेछ नि त, अनि ग्रेटर बङ्गलादेश भनेर उयो गरिरहेको थियो। अनि त्यसरी बङ्गलादेशले लिएको थियो भने त फेरि नेपालले पनि चुप लागेर बस्दैन नि त भाइ। त्यही त बुझी सबै लिन्छ नि पहिलाको भाग चिक्ने। बङ्गलादेशमा नि अझै कति रङ्गपुर भन्ने जिल्ला छ नि, त्यो बङ्गलादेशमा पनि एउटा प्रदेश त आएको छ बुझी, एउटा प्रदेश 8वटा जिल्ला कति हजार स्क्वायर किलोमिटर। तर त्यो जुन केटाले आवाज उठायो नि बङ्गलादेशमा, त्यसलाई त चिक्ने गोली हालेर मारेछ नि त बुझी। त्यही त बुझी डाइरेक्ट राजनीतिमा मिलेर चिक्नेहरूले हाल्यो। रन्डीको मानेहरूले के गर्छन् के गर्दैनन् अब चिक्ने। नेपाल एउटा शान्ति देश हो होइन, शान्ति देश हो, त्यसमा कुनै पनि देशले होइन हत्तपत्त त्यत्तिकै वार गर्न सक्दैन। वार गरिहालेछ पनि होइन, जित्न भने गाह्रै पर्छ। यिनीहरूले उयो कतिवटा केमा साइन गरेको छ नि त मुझीहरूले कन्ट्र्याक्टमा साइन गरे पनि त्यो सबै तोडेर पनि जित्न चाहिँ अलिक गाह्रै पर्छ। जित्न चाहिँ जित्छ 100% होइन, तर अलिक समय लाग्छ। समय त धेरै लाग्छ। नेपालसँग नि हात हतियार यताउति ल्यान गर्ने हुन्छ नि, त्यो बनाउन नमिल्ने उयो गरेको रहेछ नि त मुझीहरूले, साइन गरेको रहेछ नि त पहिले नै।
इन्डियासँग होइन कि एउटा उयो छ के भन्छ यो चाहिँ संस्था होइन हो मैले अस्ति हेरेको थिएँ बुझी त्यो चाहिँ त्यो जति पनि नेपालको त्यो उयो छ नि नेपालको युरेनियम त्यो चाहिँ युज त्यसलाई चाहिँ नेपालमा उ गर्न नपाउने युटिलाइज गर्न नपाउने युटिलाइज गर्न नपाउने अरू अरू क्षेत्रमा त्यस्तो होइन जस्तै बम बनाउन मिलेन तर अरू अरू काममा त मिल्यो नि त होइन हस्पिटलहरूमा यताउति क्यान्सरको दबाईहरू यताउति गर्न तर खोइ बुझी त्यो त निकाल्ने अब टेक्नोलोजी चाहियो त्यो टेक्नोलोजी ल्याउन सक्दैन र मुजीहरूले अब चाइनासँग मागौँ भने उनीहरूलाई अलिकति दिनुपर्छ भनिदिनु पर्यो है कसरी कसरी निकाल्ने त्यो सबैको आँखा यो जति पनि कन्ट्रीहरू छ नि त्यही युरेनियमको फेरि नेपालमा भएको युरेनियम भने सब अन्त दुनियाँमा विश्वभरि जति पनि छन् नि सबभन्दा महँगो खालको नम्बर 1 क्वालिटीको त्यसको कति 20% 20-30% मात्र बेच्यो भने नेपाल जस्तो धनी कुनै पनि देश हुन सक्दैन बेच्दिने नि नेपालको त्यो बेच्यो भने उनीहरूले हतियारहरू बनाउँछ अनि चिक्ने फेरि त्यस्तो हतियार त मुजी एउटा युज गर्यो भने चिक्ने फेरि त्यो एरिया त एउटा परमाणु जत्रो बम होइन त्यो युनियन युज गरेर परमाणु बनायो भने एउटा परमाणु कुनै पनि देशले किनेरै बनायो भने एउटा मात्र बमले पुरै विश्व ध्वस्त हालिदिन्छ त्यस्तो हुन्छ नि पावर यो मुजीहरूले बनाएको छ नि त्यो चिक्ने अब जस्तै यो इन्डियासँग पनि छ एउटा होइन नर्थ लो क्वालिटीको हो नि त युरेनियम उनीहरूको त चाहिँ 20-30 हजार हानेको पनि 20-30 हजार क्षेत्रको चाहिँ क्षति हुने हो के भने चाइनासँग छ अमेरिकासँग छ 35-40 हजार क्षेत्रफल लोड छ अनि किम जोनसँग छ एउटा रसियासँग पनि छ होला मुजीहरूले ठुलो ठुलो बनाएर राखेको छ र माछिको बम पनि गाँठ अनि त्यो बनाउन नपाउनेमा साइन गरेको छ अरे कि नेपालले बनाउन नमिल्ने चाहिँ गरे हो अब किनेर ल्याउन भन्नु पनि किनेर ल्याउन पनि नपाउने गरेर साइन गरेको अरे अर्को देशबाट इन्डियासँग साइन गरेको क्या अर्को देशबाट किनेर ल्याउन नपाउने आफ्नो देशको युज गर्न त पायो नि त आफ्नो देशमा के हतियार इन्डियासँग चाहिँ किन चिक्ने 1950 मा नि सन्धि गरे राणाहरूले पनि गरे हुन् यो महेन्द्रले गरेको कसले त भन्नु यो गिरिजा प्रसादहरूले होइन गिरिजा प्रसाद त चाहिँ 1900 जब इन्डिया स्वतन्त्र भयो त्यति बेला राणाहरू थिए नि राणा चन्द्र शमशेर राणा यो चन्द्र शमशेर मोहन शमशेर राणा तर साइन चाहिँ अरूले गरे हो नाम चाहिँ त्यसको हालिदियो होइन नि यो प्रजातन्त्र जहिले आयो राजनीति त भाइ यति बेलाको भन्दा नि त्यति बेलाको चाहिँ खतरा थियो नि भाइ मान्छे तर यो मुजीहरू जति पनि नेपालका उयोहरू छन् नि तिनीहरू त सबै इन्डियासँग उयो रहेछन् नि त मान्छे टचमा रहेछन् नि त त्यति बेला त राणा भगवान राजाहरू इन्डिया गए होइन अनि राजा भगवान यो झोलेहरू इन्डिया गए मान्छे अब यो झोलेहरूलाई भगाउन त गएको छैन नि साँच्चै राणा भगवान राजा गयो राजा भगवान यी मुजी बुढोहरू गयो त्योभन्दा अगाडि पनि त्यसरी थियो होला नि राणा के अरे राणाभन्दा अगाडि त कसको थियो कसैको थिएन नि यो छुट्टा छुट्टै थियो नेपालै छुट्टा छुट्टै थियो नि त्यति बेला त होइन पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि राणाहरू आएका हुन् होइन पृथ्वीनारायण शाह मरिसकेपछि नारायण शाह पछि तर ज्ञानै त पृथ्वीनारायण शाहकै वंश हो नि
तर यो शाह वंशले नि भाइ धेरै शासन गर्ने भनेको त यही उयो त रहेछ नि। हँ? होइन हौ, शाह वंशको लिच्छवी त भइहाल्यो कि शाह वंशको जुन राजा भयो नि त्यसमध्येमा सबभन्दा धेरै शासन गर्ने भने यही वीरेन्द्र नै रहेछ कि। अरू त चिक्ने 12 वर्ष 13 वर्ष 7-8 वर्ष। महेन्द्रले कति 17 24 बाट 50 वर्षमा मर्यो 51 वर्षमा। ए वीरेन्द्र को हो चिक्ने धेरै शासन गर्ने? वीरेन्द्र होइन होला भाइ। वीरेन्द्र होइन 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 वीरेन्द्र यो महेन्द्रको बाउ के अरे त्रिभुवन त्रिभुवन। त्रिभुवन कि महेन्द्र त्यो दुईटामा एउटाले गर्यो। तर महेन्द्र चतुर होइन बुढो खतरा महेन्द्र त चिक्ने। महेन्द्रको बाउ अलिकति डरपोको होइन। बाउ चाहिँ अलिक डरपोको भन्दा नि इन्डियालाई बेचिसक्यो बेलेमा नटोकियो भने इन्डियालाई बेचिसक्यो घन्टा बेलेमा टोकिएर। तर राणा भगाएको चाहिँ उसैले हो महेन्द्रले नेपालबाट। महेन्द्रले भगाएको महेन्द्र होइन त्रिभुवनले भगाएको। जब राणा भाग्यो अनि इन्डिया गयो नि त त्यति बेला। अनि इन्डियाले नि मैले र तेरो देशमा राणा भगाइदिएँ अब मैले जे भने त्यही मान्नुपर्छ भने नि त। अनि इन्डियाले शासन गर्न थाल्यो। अनि इन्डियाले के गरे सरकारमा नि इन्डियाकै मान्छे घुसाउने यादवहरू कामहरू पनि इन्डियाले भने जति काम गर्नुपर्ने। त्यति बेला त यो कोसीको साइन गरे होला उयो कर्णालीको नदीको त्यो ड्यामहरूको साइन छ नि त्यो त 45-46 वर्षको पछि त्यो साइनहरू भएको त। कोसी बेच्ने कालापानी लिपुलेख बेच्ने। त्यो ढोका खोल्न त उयो थिएन तर पनि अस्ति कुलवानले त खोल्यो होइन। आफ्नो देशको किन नहुन्छ होइन अहिलेसम्मको उयसमा खोल्न दिएको थिएन नि त सबै ढोका त। पहिलाको त सबै चोर थिए त पैसा खाएको गोजिहालेर त्यही त गर्थ्यो। तर अस्ति खोल्दै चिक्ने बिहार डुबेपछि अझै 2-3 कालापानी बेच्ने चाहिँ को रहेछ नि कालापानी लिपुलेख त अस्ति भर्खरसम्म पनि थियो नि हो भाइ चिक्ने हामीले थाहा पाउँदैखेरिसम्म पनि थियो। होइन बेचेको भन्दा पनि नि भाइ यो बुझी हाम्रो बुढोहरूले पनि खासै वास्ता गरेन थियो त। अनि इन्डियालाई गाह्रो भइरहेको थियो उयो भइरहेको थियो चाइना छिर्छ त्यताबाट भनेर त्यही भएर इन्डियाले आफ्नो उयो राखेको हो क्या त्यता। त्यो त अहिले पनि उ गर्न सक्यो भने सरकारले बल गरेर यताउति कानुन के इन्टरनेसनलमा त्यहाँबाट चुनाव हुँदैन नि त्यहाँबाट। अब पहिला चाहिँ भएको महेन्द्रको पालिमा चाहिँ भएको चुनाव त्यो इन्डिया र चाइनाको वार भएको थियो नि त कति 1900 त्यहाँदेखि 1962 राजा हटेपछि यो बुढोहरूले वास्ता गरेन कि त्यो एरिया त्यही भएर चाहिँ यस्तो वीरेन्द्रको पालासम्म त नेपालमै गनिन्थ्यो र त्यही त। जब ज्ञानेन्द्रले वास्ता गर्न छोड्यो ज्ञानेन्द्र त के वास्ता गरेर छोड्ने र भाइ 5 वर्ष पनि मजाले बस्न पाएन पछि बस्न पाएन त्यो त उसैको। त्यस पछाडि केहरूले चाहिँ वास्ता गरेन के। अनि त्यति बेला त सबै मुजी ज्वाइँहरू सबै इन्डियाका ज्वाइँहरू थिए मुजी राजनीतिमा ज्ञानेन्द्र पछि इन्डियाका ज्वाइँ इन्डियाका छोराहरू थिए अनि चिक्ने उनीहरू चुपचाप बसे नि वास्तै नगर्थे मुजी। अब त गाह्रै छ त्यसलाई फर्काउन गाह्रै छ त्यस्तो। अब पैसाको नाममा पैसामा हाल्न त हाल्यो होइन त्यति अलिकति हिम्मतवाला चाहियो नि त नि त्यहाँ गएर थर्काउन सक्ने चाहियो नि त। त्यो ओगटेर कि लुम्बिनी ओगटेर हो यो बालनले ग्रेटर नेपाल राखेको लुम्बिनी ओगटेर नि अनि बुद्ध जन्मेको ठाउँमा अनि इन्डियामा अहिले लुम्बिनी त नेपालै छ नि। त्यो म्याप हटायो इन्डियाले। इन्डियाको यो बोर्डर डिस्प्युट जति पनि छ नि यो बोर्डर इस्युहरू
यो सबै मिलेर बसेर कुरा गरेर बस गरेर हुन्छ कि मिटिङ यस्तो त्यो गरेर हुन्छ कि त्यो गरौँ भन्दा पनि मान्दैन इन्डियाले यस्तो चुतिया ट्राई त गरेको हो गर्न त पहिलाको सरकारले पनि ट्राई गरे हो गर्न त अझै पनि रन्डीकनहरूले बुद्ध इन्डियामै जन्मेको भन्छ नि मान्छे थाइल्यान्डमा त्यही पढाउँछन् पैसा खाएर जता जे पढाएर सिक्ने तर अहिले चाहिँ केपी ओलीले त्यो चाइना गयो नि चाइना गएर गर्न त गरे हो त्यसले होइन भन्न त भने हो तर त्यसलाई अलिकति 1-2 महिना टाइम दिए टाइम दिएर चालिदिया भयो त्यसले केही न केही त गर्थ्यो केही न केही चाहिँ हुन्थ्यो जस्तो लाग्थ्यो क्या त्यो मुद्दामा चाहिँ त्यो मुद्दामा चाइनाको सपोर्ट लियो भने फेरि यता इन्डिया रिसाउला नि त हुन्छ भाइ अब इन्डिया तर नाकाबन्दी गर्न सक्छ झन् त्यही त अनि झन् बिजुको चाइनाबाट आउने सामानै इन्डियाबाट आउँछ सिक्ने डाइरेक्ट आउँदैन अब अहिले चाहिँ के गर्नुपर्ने हो भने अब यिनीहरूले यो अरू देशसँग झगडा गर्नुभन्दा पनि पहिला आफू कसरी निर्भर हुने आफूलाई आफूमाथि निर्भर बनाउनु पर्यो नि त पहिला त अहिले चाहिँ के छ भने आलु चामल नुन तेल भटर के अरे नुन मसला यताउति सबै आफ्नै ठाउँमा उम्रिन्छ होइन अब मुस्ताङमा त्यत्रो करोड अर्बौं खर्बौंको मुस्ताङमा फल्छ नफलाउने होइन फलाउँछ तर सबै त्यो पहिला इन्डिया जान्छ अनि फेरि त्यही माल नेपाल आउँछ भएपछि कहाँ जान्छ त इन्डियाबाट चाहिँ नेपालमा आउने हो अनि यहाँ फलेको चाहिँ कहाँ जान्छ त नि पुरै खाल्टो खन्दै पुर्ने त देख्नु भएन अहिले कति अर्ब करोडको ऊ बेच्यो अहिले एकचोटि हेरेको थिएँ कि मैले यो कहाँको स्याउ प्याकिङ हुँदै चिक्ने इन्डिया जाँदो रहेछ अनि त्यहाँबाट फेरि मेड इन इन्डिया हुँदै नेपालमा आउँदो रहेछ कि पछि त्यो त चामलहरू त्यही त चामल स्याउ अलिअलि भएको होइन अलिअलि नेपालमा तराईतिरमा कति धान बनाउँछन् अनि जस्तै नेपालबाट बेच्छन् अनि त्यही सामान फेरि डबल उयसमा खरिद्छन् मान्छे किन्छन् त्यही त नि अब बिजुलीको पनि त्यही त नि नेपालबाट चाहिँ मजा सस्तोमा 5 रुपियाँ भाइ चिक्ने भयो राजनीति हामीले धेरै गऱ्यौँ अब छोडिदिउँ जाने बेला भएपछि